नयाँ सरकारले वृद्धा भत्ता दिने उमेर ७५ वर्ष गराएको छ। यो ठिक पनि छ बेठिक पनि छ है। ठिक, यो सम्पूर्ण सम्पत्ति टन्नै भएका खान पुग्ने लगाउन पुग्नेहरूको लागि चाहिँ ठिक छ। तर अलिकति आर्थिक कमजोरी, अपाङ्ग अवस्था कमजोरी भएकाहरूलाई चाहिँ गलत छ। यो ७५ वर्ष पुगेकाहरूलाई भरिपूर्ण आर्थिक सम्पत्ति छ भने यस्तालाई दिँदै नदिए हुन्छ। तर अपाङ्ग, अशक्त, असहाय, कमजोरी अवस्था भएकोहरूलाई ७५ वर्ष होइन सुरुवातै दिँदा एकदम राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तर हजुरहरूलाई कस्तो लाग्छ? गलत पनि छ ठिक पनि छ है। गलत, अशक्त, अपाङ्ग, खान नपुग्ने, कमजोरी अवस्थाको लागि गलत छ। तर ठिक चाहिँ सम्पूर्ण आय स्रोत भरिपूर्ण पुग्नेहरूको लागि पनि लोभ लालच गर्नेहरूको लागि एकदम ठिक छ, दिँदै नदिए पनि हुन्छ।